Happy birthday to you. रो न रो जिरोमा घाउ आएको त्यसै त मगरको जात झन् तोतले हुन्छ बोली। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। इट्स मी ममता। पुनः हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदम धेरै सन्चै छु। अनि आजको भिडियो के को हो भन्दाखेरि मेरो कान्छी बहिनीको बेस्ट फ्रेन्डको बर्थडे हो। उसलाई सरप्राइज दिनलाई मेरो कान्छी बहिनी यहाँ छैन नि त, अहिले जापानमा छ। अनि उसलाई सरप्राइज दिनलाई जान लागेको। कहाँ जान लागेको भन्दाखेरि ऊ चाहिँ लेक साइडमा जब गर्छ अनि लेक साइडमै छ अरे उसको रुम। अनि त्यहीँ गएर सरप्राइज दिनलाई हामीहरू रेडी भएको हो। बुके पनि ल्यायौँ, अब केक लिन जान लाग्यो। केक लिएर हामी उतैबाट जान्छ बहिनीको रुममा अनि बहिनीलाई सरप्राइज दिन्छ है कस्तो हुन्छ। अनि मेरो बोली तोतले भयो होइन। किन तोतले भयो भन्दाखेरि त्यसै त मगरको जात झन् तोतले हुन्छ बोली। साइली बहिनी र म भएर नि सरप्राइज दिने हो। अनि फेरि आज कान्छी बहिनीको बेस्ट फ्रेन्डको बर्थडे त हो, त्यही माथि साइली बहिनीको साथीको पनि बर्थडे हो कि। अनि ऊ चाहिँ उतैबाट लेक साइड बर्थडे मनाउँछ, म चाहिँ घर फर्किन्छु, त्यही हो। अनि म बुके हिजो ल्याएको यस्तो राम्रो हो कि बुके हेर्नु है, बुके हेर्नु न, बुके यस्तो राम्रो छ यो बुके है। यो बुके यस्तो राम्रो छ कि यस्तरी हेर्दा नि रियल फुल दियो भने त एक दिन मात्रै राम्रो हो, पछि त ओइलेर सुकेर झर्छ नि त। यस्तो फुल दियो भने चाहिँ सधैँ भइरहन्छ, आफ्नो रुममा पनि रहिरहन्छ नि त यो बुके दियो भने चाहिँ। त्यही भएर कसैले मलाई बुके दिन चाहनुहुन्छ भने रियल फुल नदिनु होला, यस्तो फुल दिनु होला। कस्तो क्युट छ कि। ल अब हामी केक लिन जान्छौँ, ढिलो भइसक्यो। फेरि मलाई नेल क्लास पनि जानु छ नि त आज। मैले नेल क्लास लिन्छु, अब 1 महिना पुग्न लाग्यो। अनि भ्याइन लाग्यो मेरो क्लास धरि। म अझै नेल क्लास नि जानु, त्यही भएर मलाई ढिलो भयो। त्यही भएर छिटो जाऊँ भनेर बहिनीलाई छिटो निकाल्न लागेको छु कि म। अब हामी केक लिन जान्छौँ है त, बाई। यस्तो गरेर अगाडि बुके राखेर साथीहरू स्कुटरको अब चल्दिन पर्छ केक लिन। अनि केक लिएर जान्छौँ हामी चाहिँ यहाँ केक लिन आएँ। कस्तो राम्रो पाउँछ क्या यहाँ चाहिँ, फेरि सस्तो नि हुन्छ राम्रो नि पाउँछ। हाम्रो चाहिँ यो केक फाइनल हो। यो अङ्कलकोमा यस्तो मिठो पाउँछ केक, राम्रो पनि सस्तो पनि, तर यस्तो मिठो बनाउनुहुन्छ, ठुलो पनि दिनुहुन्छ। बेसमा गएको के बोले भाइ, बेसमा गएको सामान किन्दाखेरि गिफ्ट दिने रे बहिनीले भनेर। क्रिसमसको सेल झुम्का म त कहाँ जाने आयो। क्रिसमसको कति राम्रो क्युट हो। यो हेर्नु न, क्लिप रहेछ यो त, कस्तो राम्रो सबै। फेरि यो पनि ह्याप्पी बर्थडे। अनि कान्छीले लैथे है भन्थ्यो कि यसको रुमको हालत के हो यस्तो, कसो लामलाई बल्ल। यो रुम, यो मान्छे मोटी, हाम्रो बहिनी मोटी, यो बेस्ट फ्रेन्ड मोटी। के काटेर रामी चाहिँ ल्यासेस हालेर क्लब गरेर रुमको हालत यस्तो बनाए। त्यहाँ हाँसकी धारा देखाउँछ। सरप्राइज दिन आएको मान्छे त बाटोमा भेट भएर हामी सरप्राइज भयौँ। यस्तो चिनेको त ठ्याक्कै देखेको के। रो न रो ह्याप्पी बर्थडे टु यु। कति छिटो भ्याएको नराम्रो रहेछ। टु यु नि ह्याप्पी बर्थडे टु यु। यस्तो भयो के काट यहाँ जग्गै आफै खोज्दै सबै स्टाइल पार्दै काटेन आफै खाने हो क्या स्टाइल
नाइकी रे कहाँ आउँछु त नि ढिलो भयो के म भ्याकै थिएन म यहाँ अहिले हामी केक काटेर पनि फर्किएँ बेलुका क्लास छ मेरो त्यही भएर म चाहिँ खटिहालेको हो बहिनीको चाहिँ एउटा चिजहरू भनेर काम छ अरे बहिनी पनि त्यही बहिनीको रुममा आएर रेडी भएर मलाई जान्छ अरे आगो पार्टीमा साथीकोमा अहिले चाहिँ म यहाँ एक्साइट छु यो हाम्रो क्लास हो हाम्रो सिकाउने दिदी चाहिँ उतिनी हुन् त्यही खाजा खान लागेको ससेज चाउमिन यो चाहिँ मैले फर्स्ट टाइम बनाएको नेलहरू घुमाऊ यस्तो चिन्ने हाल्ने मान्छे चाहिँ भयो मैले नेल्स हालेर नि भ्याइसकेँ मलाई भन्नुपर्दा नेल्स हाल्दाखेरि फर्स्ट टाइम हो नि त मैले नेल्स हालेको 4 घन्टा लाग्यो कि मलाई नेल्स हाल्न 5वटा औँलामा आजको लागि यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला भ्लग कस्तो लाग्यो अब फेरि अर्को भ्लगमा भेटौँला सी यू सुन नेक्स्ट भिडियो बाई पिस